नमस्ते, इट्स मी ईश्वर घरती, म्याथमेटिक्स टिचर। भाइ बहिनीहरू, आज हामी फंक्शन्स भन्ने च्याप्टरको सेकेन्ड क्लास पढ्न गइरहेका छौँ। हामीले फर्स्ट क्लासमा फंक्शनका केही बेसिक कन्सेप्ट, डोमेन, कोडोमेन एन्ड रेन्ज अफ द फंक्शन आइडेन्टिफाई गर्न जान्यौँ। टाइप अफ द फंक्शनमा हामीले वान टू वान फंक्शन, अन टू फंक्शन और सर्जेक्टिभ फंक्शन भन्ने कुरा जान्यौँ। जुन फंक्शन वान टू वान पनि छ, अन टू पनि छ, त्यो फंक्शनलाई बाइजेक्टिभ फंक्शन भनिन्छ भन्ने कुरा पनि जान्यौँ। सो अब आज हामी यो अन टू वान र अन टू फंक्शनसँग रिलेटेड न्युमेरिकल प्रब्लम्सहरूलाई कसरी सल्भ गर्ने भन्ने कुरा जान्छौँ। फर्स्टमा एउटा इक्जाम्पल लिएँ। एफ सच द्याट आर टू आर डिफाइन बाई एफएक्स इक्वल टु 2x + 5। भाइ बहिनीहरू, मैले यहाँ एउटा फंक्शन लिनियर फंक्शन लिएको छु। एफएक्स इक्वल टु 2x + 5 एउटा लिनियर फंक्शन हो। भाइ बहिनीहरूलाई म यहाँ कसरी सल्भ गर्ने भन्ने कुरा बुझाउँछु अनि मैले यसको सोलुसनहरू पनि देखाउँछु। एफ सच द्याट आर टू आर, यो फंक्शन एफ सच द्याट आर टू आर मा डिफाइन छ। यो अगाडिको सेट डोमेन हो। यहाँ बुझ्नुपर्ने कुरा, यो अगाडिको सेट डोमेन हो, यो पछाडिको सेट को डोमेन हो। मैले यहाँ डोमेन भन्दाखेरि यो अगाडिको सेट हो भनेर बुझ्नु पर्यो, कोडोमेन भन्दाखेरि यो पछाडिको सेट हो भनेर बुझ्नु पर्यो। किनकि फंक्शनमा एकदमै गेम चेन्जर रोल प्ले गर्ने जहिले पनि डोमेन हुन्छ भाइ बहिनीहरू। यो डोमेन र कोडोमेनमा डिपेन्ड हुन्छ फंक्शन। यहाँ फंक्शन लिनियर छ कि क्युबिक छ कि क्वाड्रेटिक छ कि त्यो भन्दा पनि त्यसले भन्दा बढी रोल प्ले फंक्शनको डोमेन के छ, फंक्शनको रेन्ज के छ, फंक्शनको डोमेन र कोडोमेन के छ भन्ने कुराले म्याटर गर्छ। फंक्शनमा सबैभन्दा मोस्ट इम्पोर्टेन्ट पार्ट भनेको डोमेन र कोडोमेन हो। त अब यहाँ फर्स्टमा आज हामीले यो क्लासमा यो चीज नयाँ जान्दैछौँ। किनकि अघि नै हामीले जानिसक्यौँ कुनै पनि फंक्शनलाई अन टू वान कसरी देखाउने भन्दा एफ अफ x1 इक्वल टु एफ अफ x2 हो भने, आउटपुट सेम छ भने, इनपुट पनि सेम छ भने त्यो फंक्शन अन टू वान हुन्छ। अदरवाइज इनपुट सेम आउँदैन भने त्यो फंक्शन अन टू वान हुँदैन। एउटा बाटो यो छ। अर्को बाटो, यदि इलिमेन्ट इक्वल छैन भने फंक्शनल भ्यालु पनि इक्वल होइन, भनेको इनपुट डिफरेन्ट छ भने आउटपुट पनि डिफरेन्ट हुनुपर्छ, अदरवाइज यो फंक्शन अन टू वान होइन भन्ने कुरा हामीले त्यहाँबाट बुझेका छौँ। सो अब यहाँ यसलाई कसरी सल्भ गर्ने भन्ने कुरा आज यहाँबाट स्टार्ट भयो। यो फंक्शनलाई अन टू वान कसरी सो गर्ने, सो फर वान टू वान कसरी सो गर्ने। वान टू वान सो गर्नको लागि जहिले पनि डोमेनको दुईटा एलिमेन्ट लिने। किन? वान टू वान को डिफिनेसनले के भनेको छ भने, वान टू वान को डिफिनेसनले के भनेको छ भने फर अल एलिमेन्ट्स अफ डोमेन, डोमेनको सबै एलिमेन्टले, हेरौँ है, वान टू वान को डिफिनेसनमा के छ भने डोमेनको एभ्री एलिमेन्टले कोडोमेन्सको एलिमेन्ट डिफरेन्ट एलिमेन्टसँग रिलेसन होल्ड गर्छ भने त्यस्तो फंक्शनलाई अन टू वान फंक्शन भनिन्छ। भनेपछि हामी अन टू वान फंक्शन देखाउनको लागि, इन्जेक्टिभ फंक्शन देखाउनको लागि हामी डोमेनमा दुईटा एलिमेन्ट लियौँ। यहाँ दुईटैमा आर छ, त्यसैले मैले यहाँ यसलाई ब्राकेटमा के लिए डोमेन लेखेँ। डोमेनमा दुईटा एलिमेन्ट लिएँ। दुईटा एलिमेन्ट लिएपछि डोमेनको एलिमेन्टले फंक्शनलाई सेटिस्फाई गर्छ। भाइ बहिनीहरू, एफ अफ x1 भनेको 2x1 + 5 हुन्छ, एफ अफ x2 भनेको 2x2 + 5 हुन्छ। नाउ यो दुईवटाको फंक्शनल भ्यालु एफ अफ x1 इक्वल टु एफ अफ x2 छ। लेट्स एज्युम, यो एज्युम गरेको, मानौ हामीले लिएको दुईटा एलिमेन्ट, डोमेनमा दुईटा एलिमेन्ट लिए पनि यो दुईटै एलिमेन्टले दिएको आउटपुट सेम हो भनेर हामीले सपोज गर्यौँ। त अब सल्भ गरौँ त। एफ अफ x1 को भ्यालु भनेको 2x1 + 5 इक्वल टु एफ अफ x2 को भ्यालु 2x2 + 5, 5 क्यान्सिल भयो। 2x1 इक्वल टु 2x2 भयो, 2 पनि क्यान्सिल भयो। हेर त, x1 इक्वल टु x2 आयो। देयरफोर आउटपुट सेम छ भनेर सुरु गर्दाखेरि एलिमेन्ट या इनपुट पनि सेम हो भनेर आएकोले सो फंक्शन इज के भयो, वान टू वान फंक्शन भयो। यो वान टू वान फंक्शन भयो। अब भाइ बहिनीहरूलाई यहाँ यो सानो एउटा डाउट के लाग्न सक्छ भने, अरे फंक्शनल भ्यालु इक्वल छ भनेर सल्भ गर्दाखेरि एलिमेन्ट इक्वल आइहाल्छ नि, यो x1 इज नट इक्वल टु x2 त आउनै सक्दैन, आफै आउँदो रहेछ भन्ने लाग्न सक्छ। तर यो सजिलो फंक्शन भएर त्यस्तो देखिएको हो। अहिले अर्को फंक्शनमा बुझिहाल्छौ कस्तो कन्डिसनमा एलिमेन्ट इक्वल हुँदैन भन्ने कुरा बुझिहाल्छौ। यसरी हामीले कुनै पनि फंक्शनको वान टू वान टेस्ट गर्छौँ। यो अन टू वान टेस्ट गर्ने कुरा मैले देखाएँ। ले हेरौँ, यहाँ सोलुसनबाट हेरौँ। दुईटा एलिमेन्ट ल्याउँ। दुईटा एलिमेन्ट लिएपछि
भाइ बहिनीहरूले यसलाई सोलुसन चाहिँ आफूले मिलाउनु, यहाँ कम्प्लिट नभए पनि यहाँ भाइ बहिनीहरूले यहाँ डोमेन भनेर लेख्नु, देन यो फङ्सनल भ्यालु पनि निकाल्नु। एफ अफ x1 भनेको 2x1 + 5, एफ अफ x2 भनेको 2x2 + 5 पनि आफूले निकाल्नु। इक्जाममा गर्दाखेरि आफ्नो सोलुसन क्लासमा कुन तरिकाले पढाएको छौ त्यो तरिकाले सोलुसनको फर्मेट मिलाउनु। मैले यहाँ डाइरेक्ट देखाउँछु। सो अब नाउ एफ अफ x1 = एफ अफ x2 इम्प्लाई लिएर त्यसको भ्यालु राखेको 2x1 + 5 भनेपछि यहाँ हेर 5 5 गयो, 5 5 गएपछि अब के आउने भयो लिएर त 2x1 = 2x2, 2 2 गयो, x1 = x2 आयो। देयरफोर हिन्स एफ इज 1 to 1, यो फङ्सन के भयो 1 to 1 भयो। अब अन्टु देखाउन पर्यो। अन्टु कसरी देखाउने? अब अन्टुको डिफिनेसनमा जाउँ। अन्टुको डिफिनेसनले के भनेको थियो भने कोडोमेनमा इलिमेन्ट खाली हुँदैन भने, कोडोमेनमा इलिमेन्ट खाली हुँदैन भने त्यस्तो फङ्सनलाई अन्टु फङ्सन भनिन्छ। कोडोमेनमा इलिमेन्ट खाली हुँदैन भने त्यस्तो फङ्सनलाई अन्टु फङ्सन भनिन्छ। अब म गएँ कोडोमेनको एउटा इलिमेन्ट मान्न गएँ। लेट y बिलोङ्स टु r, मैले यहाँ कोडोमेन लेखेँ। किन ब्राकेटमा कोडोमेन लेखेको भन्दा यहाँ डोमेन पनि r नै छ, कोडोमेन पनि r नै छ, त्यो कारणले गर्दा। सो देन हो भने y = के हुन्छ लिएर त 2x + 5। अब यहाँबाट x को भ्यालु निकालौँ। x भनेको y - 5/2। अब एनालाइसिस गरौँ यहाँ हेर है। अब हामीले एनालाइसिस गरौँ है। हामीसँग के छ x = y - 5/2 छ। y भनेको कोडोमेन भनेको r भनेको सेट अफ अल रियल नम्बर। सेट अफ अल रियल नम्बरबाट जस्तोसुकै कुनै एउटा भ्यालु y को नाम लिएर यहाँ ल्याएर राखेर सल्भ गर्दा यो आउने भ्यालु कसको x को, यो x पनि यो डोमेनमा डोमेन छ, यो डोमेनमा पर्छ भने यो फङ्सन अन्टु हुन्छ, पर्दैन भने अन्टु हुँदैन। जस्तै म यहाँ एउटा भ्यालु पिकअप गर्छु। लो y को भ्यालु मैले 0 पिकअप गरेँ। कहाँबाट पिकअप गरेँ? मैले कोडोमेनको r बाट मैले यहाँबाट पिकअप गरेँ। यहाँ 0 छ। यहाँ भएको चिज मात्र लिन पर्यो, यहाँ नभएको चिज लिन पाइएन। यहाँ भएको जस्तो पनि लिन पाइयो। त r बाट मैले एउटा y को भ्यालु 0 पिकअप गरेँ। 0 पिकअप गर्दा x = 0 - 5/2 भनेको -5/2। यो कसको भ्यालु हो? x को भ्यालु -5/2। यो यहाँ छ कि छैन? यो डोमेनको यो r मा छ कि छैन? छ। जस्तोसुकै भ्यालु लिए पनि छ। y को भ्यालु 5 लिए पनि 5 - 5 0 हुन्छ, त्यो छ। त्यसैले फर अब यहाँ के भन्न पर्यो? फर एभ्री, यसलाई फर अल भन्छ। फर अल y बिलोङ्स टु कोडोमेन, x बिलोङ्स टु डोमेन। त यहाँ y जस्तोसुकै कोडोमेनबाट भ्यालु निकालेर ल्याएर यहाँ राखेर सल्भ गर्दा आउने भ्यालु यो x डोमेनमा परेकोले यो फङ्सन के हो? यो फङ्सन अन्टु फङ्सन हो। ल हेरौँ त। वी हेभ y लिएपछि यस्तो हुन्छ। यो लिएपछि ल्याएर x = y - 5 = 2 आयो भनेको फर अल y बिलोङ्स टु r, x बिलोङ्स टु r। देयरफोर सो f इज अन्टु। त भाइ बहिनीहरूले आफूले इक्जाममा के पनि ध्यान दिन सक्छौ भने अल्सो जुन फङ्सन अन्टु हुन्छ त्यो फङ्सनको लागि y = fx पनि देखाउँदामा राम्रो हुन्छ। जस्तै fx = y निकालौँ। x भनेको यो त यहाँ के छ y - 5/2 छ। त fx = y, fx कसरी डिफाइन भएको छ भन्दाखेरि यहाँ हेर त 2x + 5, 2x भनेको यही हो y - 5/2, 2x + 5, यहाँबाट 2 2 गयो भनेको y - 5 + 5, 5 5 गयो y। त देयरफोर y = के आयो? fx आयो। देयरफोर द गिवन फङ्सन इज 1 to 1 एन्ड अन्टु फङ्सन। सो यो फङ्सन अन्टु 1 पनि र अन्टु भएकोले यो फङ्सनलाई के पनि भनिन्छ? बाइजेक्टिभ फङ्सन पनि भनिन्छ। मैले अब अर्को इक्जाम्पल लिन लाएँ। एक्जामिनिङ वेदर द फलोइङ फङ्सन्स आर अन्टु 1, अन्टु अर बोथ अर नाइदर छ। अब यहाँ मैले दुईवटा फङ्सनबाट बुझाउन लाग्छु भाइ बहिनीहरूलाई। यो स्क्वायरको फङ्सन अलिकति रिस्की हुन्छ। सो अब हेरौँ यो स्क्वायरको फङ्सनमा फर्स्टमा हामीले सँगसँगै हेर्छौँ। यो गर्न लाएँ मैले। यो गर्दाखेरि अब यहाँ राम्रोसँग हेरौँ, यहीँबाट कन्सेप्ट लिने। यो क्वेसन भाइ बहिनीहरूले बुझ्यौ भने यहाँ सबै चिज बुझ्छौ भन्ने मलाई लाग्छ। त मैले लेट दुईवटा इलिमेन्ट लिएँ। x1 x2 बिलोङ्स टु -2 to 2, यसको डोमेन हेर त यो छ -2 to 2 को यो डोमेन हो। दुईवटा इलिमेन्ट लिएँ। दुईवटा इलिमेन्ट लिएपछि देन f अफ x1 भनेको
x1 स्क्वायर भयो, f of x2 भनेको x2 स्क्वायर भयो। ल हेरौँ त नाउ, किनकि फंक्सन त्यहाँ हेर त x स्क्वायरमा डिफाइन भयो। नाउ f of x1 इक्वल टु f of x2 बाट मैले स्टार्ट गरेँ, यिनीहरूको भ्यालु मैले लेखेँ यहाँ x1 स्क्वायर इक्वल टु x2 स्क्वायर लेखेँ। अब यो स्क्वायर वाला फंक्सनको अन टु अन टेस्ट गर्नको लागि अब हामीले यहाँ रफमा एउटा काम गर्नु पर्यो भाइ बहिनीहरू। हामीले लिएको फंक्सन x1 यो हो, अब यो फंक्सन x2 यो हो। हेरौँ है, अब यो स्क्वायर वाला फंक्सन हो त यो x1 को स्क्वायर पनि यहाँ गयो, x2 को स्क्वायर पनि यहाँ गएको छ। अब यो स्क्वायर वालामा के ध्यान दिनु पर्यो भने हामीले स्क्वायर फंक्सनको वन टु वन टेस्ट गर्दा के ध्यान दिनु पर्यो भने हामीलाई थाहा छ -1 को स्क्वायर पनि 1 हुन्छ, +1 को स्क्वायर पनि 1 हुन्छ, -2 को स्क्वायर पनि 4 हुन्छ, 2 को स्क्वायर पनि 4 हुन्छ। सो यो स्क्वायर वाला फंक्सनलाई अन टु अन टेस्ट गर्दा के यो फंक्सनको डोमेनमा एउटै नम्बर नेगेटिभ र पोजिटिभ छ कि छैन हेर्ने। जस्तै यसको डोमेन के छ -2 बाट 2 सम्म छ, -2 बाट 2 सम्म हेरौँ त -2 बाट 2 सम्म यहाँ हजारौं लाखौं मिलियन नम्बर सेम नम्बर पोजिटिभ पनि छ नेगेटिभ पनि छ, -1 +1 यहाँ यस्ता धेरै नम्बर छन्। सो -1 को स्क्वायर पनि 1 हो, +1 को स्क्वायर पनि 1 हो। यो केसमा x1 स्क्वायर इक्वल टु x2 स्क्वायर भए पनि x1 इज नट इक्वल टु x2 भयो। किनभने -1 र +1 पनि हुन सक्छ। देयरफोर f(x) इज नट 1 टु 1 फंक्सन भयो, यो अन टु 1 फंक्सन भएन। त यही कुरालाई भाइ बहिनीहरूले कसरी पनि गर्न सक्थ्यो, हामीलाई थाहा छ कुनै चीज बिग्रियो भने एउटा एक्जाम्पलले पनि हुन्छ। यही कुरालाई कसरी पनि भन्न सक्थ्यो, लेट -1 1 बिलोङ्स टु -2 2। हामीले यसरी दुईटा एलिमेन्ट लिएको जस्तो। देन ले हेरौँ त f of -1 इक्वल टु पनि 1 भयो, -1 को स्क्वायर पनि 1 भयो, f of 1 पनि 1 भयो। भनेपछि इफ f of -1 इक्वल टु f of 1 त हो। हेर त किनकि 1 इक्वल टु 1 हो, तर यो 1 -1 ले दिएको रहेछ, यो 1 1 ले दिएको रहेछ। देयरफोर द फंक्सन इज नट अ अन टु अन फंक्सन भयो। अब यही एक्जाम्पलमा हेरौँ है। अब हेऱ्यो एक्जाम्पलमा हेर त स्क्वायर वाला एक्जाम्पल छ भनेपछि यहाँ हेरौँ यसको डोमेन के छ 0 टु 3 छ। यो सेकेन्ड फंक्सनको एक्जाम्पलमा डोमेन के छ 0 टु 3 छ। यो 0 टु 3 मा एउटै नम्बर नेगेटिभ र पोजिटिभ छैन। सो यो फंक्सन फेरि के हुन्छ अन टु अन हुन्छ। किनकि यहाँ नेगेटिभ र पोजिटिभ छैन। यहाँ यो केसमा के हुन्छ भने हेर यो x1 इज नट इक्वल टु x2 होइन, यहाँ आएर x1 इक्वल टु x2 हुन्छ। किनभने यदि f of x1 इक्वल टु f of x2 हो र x1 स्क्वायर इक्वल टु x2 स्क्वायर हो भने आउटपुट सेम छ भने इनपुट पनि के नै हुनुपर्छ सेम हुनुपर्छ। सो हाम्रो डोमेनमा नेगेटिभ अङ्क र पोजिटिभ अङ्क छ कि छैन त्यसरी हेर्नु पर्यो। जस्तै यो केसमा के गर्नु पर्यो, लेट x1 x2 बिलोङ्स टु 0 टु 3 देन f of x1 भनेको x1 स्क्वायर नै हो, f of x2 भनेको x2 स्क्वायर नै भयो। नाउ f of x1 इक्वल टु f of x2 त भयो भनेको x1 स्क्वायर इक्वल टु x2 स्क्वायर भयो, तर यहाँ नेगेटिभ र पोजिटिभ छैन। स्क्वायर वालाको फंक्सनमा मैले यहाँ भनिसकेँ हामीले यहाँ दुईटा एलिमेन्ट लिएको, यसको फंक्सनल भ्यालु यहाँ छ, यसको फंक्सनल भ्यालु यहाँ छ। त यदि यो भ्यालु र यो भ्यालु सेम हो भने यो दुईटा पनि के हुनुपर्छ सेम हुनुपर्छ। यहाँ नेगेटिभ नम्बर छैन, यसले गर्दा यहाँ यो केसमा x1 इक्वल टु x2 भयो। देयरफोर f(x) इज के भयो 1 टु 1 भयो। सो कुन फंक्सन अन टु अन भयो कुन फंक्सन अन टु अन भएन यसरी हामीले थाहा पाउन सकिन्छ। जस्तै मैले यहाँ एउटा एक्जाम्पल बनाएँ फेरि f सच दैट सपोज गर n टु r मा f(x) इक्वल टु x स्क्वायर छ रे। ल भन यो फंक्सन अन टु अन हुन्छ कि हुँदैन, यो फंक्सन अन टु अन हुन्छ। किनकि यसको डोमेनमा यहाँ नेगेटिभ र पोजिटिभ एउटै अङ्क छैन, त्यसैले यो फंक्सन अन टु अन हुन्छ। अन टु अन हुन्छ भन्ने कुरा त फिनिसिङमा लास्टको लाइनमा गरेको छौँ नि त। तर फेरि यही केसमा f सच दैट -10 र 10 टु r
fx इक्वल टु एक्स स्क्वायर यो फंक्सन अन टु अन हुन्छ कि हुँदैन यो फंक्सन अन टु अन हुँदैन किन यहाँ सेम नम्बर नेगेटिभ र पोजिटिभ छ त्यसैले यो फंक्सन अन टु अन हुँदैन सो हामीले अन टु अन छ कि छैन भन्ने कुरा यो फंक्सन हेर्यौं अब अन टु हेरौं अन टु को लागि पहिला भाइ बहिनीहरुले एउटा जनरल कन्सेप्ट के गरौँ भने जुन फंक्सनको डोमेन सानो छ र जुन फंक्सनको कोडोमेन ठूलो छ नि त्यो फंक्सन जेनेरली अन टु हुँदैन जेनेरली अलिकति ठूलो भयो त केही फरक पर्दैन त्यहाँ भ्यालु राखेर हेर्नुपर्छ तर जेनेरली इन जनरल जुन फंक्सनको डोमेन सानो छ र कोडोमेन ठूलो छ त्यस्तो फंक्सन के हुँदैन अन टु हुँदैन यी फंक्सनहरु अन टु किन हुँदैनन् ले हेरौं फर अन टु को लागि कोडोमेनमा इलिमेन्ट लेट गर्ने लेट y बिलोंग्स टु r देन y इक्वल टु के लेखौं हेर त x स्क्वायर लेखौं त यहाँ x इक्वल्स टु स्क्वायर रुट अफ y लेखौं ले हेरौं अब यो y भनेको कोडोमेन जस्तोसुकै रियल नम्बरलाई ल्याएर यहाँ ल्याएर राख्दाखेरि आउने भ्यालु यो x डोमेनमा पर्दैन जस्तै मैले यहाँ एउटा भ्यालु पिक गरे है y इक्वल टु मानव 4 लिए त यहाँबाट x इक्वल्स टु स्क्वायर रुट अफ 4 भनेको 2 हो त x बराबर कति आयो 2 आयो 2 यहाँ छ 2 यसको डोमेनमा छ तर 4 लिँदा मात्रै भएको हो नि त यदि y इक्वल टु मैले 100 लिदिए भने x इक्वल्स टु स्क्वायर रुट अफ 100 भनेको 10 x इक्वल्स टु 10 त्यहाँ छैन त यो मात्रै होइन मैले अघि 4 मात्र लिए यदि यहाँ y इक्वल टु -4 लिदिएको भए -4 को रुट भनेको त -4 को रुट भनेको त रियल नम्बर होइन त्यसैले यो फंक्सन अन टु भएन सो व्हिच डज नट बिलोंग्स टु डोमेन -2 to 2 ल्याएर x -2 to 2 मा पर्दैन कुलले गर्दा फर अल y बिलोंग्स टु r रियल नम्बरबाट जस्तोसुकै y को भ्यालु निकालेर यहाँ ल्याएर सल्भ गर्दा आउने भ्यालु यो x डोमेनमा पर्छ भन्ने ग्यारेन्टी छैन देयरफोर fx इज नट अ अनटु फंक्सन यसरी यो फंक्सन अनटु भएन यसरी नै अर्को फंक्सन पनि अनटु भएन यी फंक्सन किन अनटु भए किन अनटु भएन राम्रोसँग भाइ बहिनीहरुले बुझ्यौ म अब अर्को एक्जाम्पलमा गए यो एउटा एक्जाम्पलमा भुल्दिन ल्याएर यहाँ स्क्वायर वाला फंक्सन आयो यो फंक्सन पनि भाइ बहिनीहरुले हेरेर थाहा पाउँछौ r टु r मा डिफाइन छ ल्याएर त r टु r मा डिफाइन छ भने यो क्वाड्रेटिक स्क्वायर वाला फंक्सन कहिले पनि के हुँदैन अन टु 1 हुँदैन अन टु 1 हुने केस भनेको r टु r मा हैन n टु r मा यदि यही फंक्सन n टु r मा भइदिएको भए यो फंक्सन अन टु 1 हुन सक्थ्यो होला ल यसलाई हेरौं त ल फर अन टु 1 लेट x1 अन टु 1 देखाउनको लागि x1 र x2 दुईटा एलिमेन्ट लिने ल हेरौं इफ f of x1 इक्वल टु f of x2 छ भने यसलाई सल्भ गरौँ -1 गयो x1 स्क्वायर इक्वल टु x2 स्क्वायर x1 इज नट इक्वल टु x2 यो x1 र x2 बराबर भएन किनकि r टु r मा डिफाइन छ r टु r मा क्वाड्रेटिक फंक्सनको लागि मैले के भनेको छु दुई डोमेनमा के त्यस्ता दुईटा एलिमेन्ट छन् जुन नेगेटिभ पोजिटिभमा एउटै छ किनकि -1 को स्क्वायर पनि 1 नै हुन्छ +1 को स्क्वायर पनि 1 हुन्छ भनेपछि यहाँ 1 इक्वल टु 1 त आयो तर यो 1 -1 ले दिएको हो यो 1 ले दिएको हो सो यस्तो केसमा 1 र -1 मात्रै होइन यहाँ हजारौं नम्बर छन् यहाँ मिलियन अफ नम्बर छन् त्यसैले यो फंक्सन के होइन यो फंक्सन अन टु 1 होइन फेरि मीन्स f इज नट अ अन टु 1 फंक्सन अब अन टु को लागि पनि ल्याएर y लियौं y लिएपछि x इक्वल टु स्क्वायर रुट अफ y + 1 आयो y भनेको कोडोमेनबाट y भनेको जस्तोसुकै रियल नम्बर यहाँ ल्याएर राखेर सल्भ गर्दा यहाँ त कम्प्लेक्स नम्बर बन्छ सो यो x रियल नम्बर हुँदैन त्यसैले यो फंक्सन पनि के पनि होइन यो फंक्सन अन टु पनि होइन देयरफोर दिस फंक्सन इज नाइदर अन टु नर अन टु 1 यसरी यो फंक्सन हामीले सल्भ गर्यौं अब मैले अर्को फंक्सनले भाइ बहिनीहरुलाई यहाँ एउटा इम्पोर्टेन्ट कन्सेप्ट बुझाउन लाग्छु यही फंक्सन हुने तर यहाँ हेर त अब अर्को फंक्सन के हुन्छ तर यो मैले अघि नै भनिसके कुनै पनि फंक्सन कस्तो छ भन्ने कुरा त्यसको डोमेनले डिपेन्ड हुन्छ डोमेन नै त्यो फंक्सनको गेम चेन्जर हो यो फंक्सनको डोमेनमा हेर त यहाँ 0 टु इन्फिनिटी छ फेरि यो फंक्सन के हुन्छ 1 टु 1 हुन्छ मैले अघि नै यस्तो एक्जाम्पल देखाइसके यो फंक्सन अन टु 1 हुन्छ लेट x1 x2 बिलोंग्स टु 0 टु इन्फिनिटी भयो त्यसलाई हेरौं यहाँ हेर त x1 यो सल्भ गर्दा -1 गयो x1 स्क्वायर इक्वल टु x2 स्क्वायर आयो तर यहाँ यसको डोमेनमा नेगेटिभ र पोजिटिभ सेम नम्बर नभएकोले यो फंक्सन अन टु 1 हुन्छ ल्याएर x1 इक्वल टु x2 भयो देयरफोर द फंक्सन इज 1 टु 1 र अब तर यो फंक्सन अन टु त हुँदैन फेरि किन हुँदैन किनकि यहाँ जस्तोसुकै रियल नम्बर y को भ्यालु ल्याएर यहाँ ल्याएर राख्दाखेरि आउने भ्यालु यो x यो 0 टु इन्फिनिटी पोजिटिभ नम्बर मा जान्छ भन्ने ग्यारेन्टी छैन त्यसैले यो फंक्सन के हुँदैन
f is not onto, so therefore fx is 1 to 1 but not onto. अब मैले अर्को एक्जाम्पल लिएँ फेरि ल हेर, अब स्क्वायर भए पनि यो फंक्सनले हेरौँ है के हुन्छ। अब यो फंक्सनमा हेरौँ त, यो फंक्सनमा डोमेन छ 0 to इन्फिनिटी, कोडोमेन छ -1 to इन्फिनिटी। सायद यो फंक्सन हेर त अन टु 1 पनि हुन्छ अन टु पनि हुन्छ, यो फंक्सन यो बोथ हुन्छ यो फंक्सन। त भाइ बहिनीहरुलाई फेरि स्क्वायर देख्ने बित्तिकै ओहो यो त कहिले पनि अन टु 1 र अन टु 9 नै रहेछ भन्ने लाग्न सक्छ। त्यसैले यहाँ डोमेन र कोडोमेन चेन्ज हुने बित्तिकै यो फंक्सन बोथ हुन्छ। अब कसरी हुन्छ ले हेरौँ। 1 to 1 x1 x2 0 to इन्फिनिटी मा लियो, x1 स्क्वायर इक्वल टु x2 स्क्वायर लियो। यसको डोमेनमा मैले भनिसकेँ यो फंक्सनको डोमेनमा हामीले दुईटा एलिमेन्ट लियौं। यहाँ यो दुईटा एलिमेन्टमा एउटा नेगेटिभ एउटा पोजिटिभ छैन। यदि यो फंक्सनल भ्यालु सेम हो भने, यो आउटपुट सेम हो भने इनपुट पनि सेम हुनुपर्छ। यहाँ नेगेटिभ अंक नै छैन यसको डोमेनमा, त्यसैले यो फंक्सन के भइदियो, यो फंक्सन 1 to 1 भयो। ल्याएर इन्स f इज अन टु 1 र यो फंक्सन अन टु पनि हुन्छ भाइ बहिनीहरु। किन अन टु हुन्छ भने ले हेरौँ। अन टु को लागि ले हेरौँ है त, अन टु देखाउनको लागि लेट y बिलोंग्स टु -1 to इन्फिनिटी मा हामीले एउटा लियौं हो भने y इक्वल टु x स्क्वायर -1 भयो, x स्क्वायर -1 भयो भनेको x स्क्वायर इक्वल्स टु y प्लस 1 भयो, x इक्वल्स टु स्क्वायर रुट अफ y प्लस 1 भयो। अब यहाँ y त कहाँ छ, -1 देखि इन्फिनिटी सम्म छ। हेरौँ है, -1 यहाँ छ, 0 यहाँ छ, 1 यहाँ छ, यता मात्रै पायो भनेपछि यो कोडोमेन -1 to इन्फिनिटी भनेको -1 मिनिमम नम्बर भनेको छ -1 छ। -1 नै राख्यो भने पनि यहाँ के हुन्छ, -1 + 1 0 हुन्छ। ल्याएर स्क्वायर रुट अफ 0 हुन्छ। यदि -1 भन्दा सानो -1 भन्दा ठुलो राख्ने हो भने यो नम्बर पोजिटिभ आउँछ। त यहाँ स्क्वायर रुट भित्र पोजिटिभ नम्बर आउने बित्तिकै त्यो भ्यालु ग्यारेन्टी यहाँ हेर त 0 to इन्फिनिटी मा आउन ग्यारेन्टी छ यो। त्यसैले यो फंक्सन के भइदियो, जस्तो सुकै -1 बाट इन्फिनिटी सम्मको जस्तो सुकै भ्यालु निकालेर यहाँ लगाएर राख्दा सल्भ गर्दा यसको फंक्सन यसको भ्यालु कहाँ पर्ने ग्यारेन्टी भयो, डोमेनमा पर्ने ग्यारेन्टी भयो। त्यसैले यो फंक्सन के छ, 1 to छ। यो एकदम खतरा फंक्सन रहेछ हेर त, यो फंक्सन बाइजेक्टिभ फंक्सन रहेछ। देयरफोर सो फर अल y बिलोंग्स टु यसको लागि x यहाँ पर्छ, त्यसैले सो f इज अन टु, देयरफोर द गिवन फंक्सन इज अन टु 1 एन्ड अन टु। भनेपछि अब माइन्डमा एउटा कुरा के ल्याऊ, कुनै पनि फंक्सनको गेम चेन्जर भनेको त्यसको के हो, डोमेन हो। त स्क्वायर हो भन्दैमा हेर्ने बित्तिकै यो फंक्सन कहिले पनि अन टु 1 हुँदैन र अन टु हुँदैन भन्ने कन्सेप्ट राख्न भएन। अब मैले अर्को एक्जाम्पल लिएँ भाइ बहिनीहरुलाई, यो सक्छौ क्यूबिङ हो, यो x क्यूब छ, यो फंक्सन बाइजेक्टिभ फंक्सन हो। ल्याएर थाहा छ तिमीहरुलाई, अन टु 1 देखाउनको लागि x1 x2 दुईटा एलिमेन्ट हामीले डोमेनमा लियौं। दुईटा एलिमेन्ट लिएपछि ल्याएर त यसलाई यहाँ राख्यौं, यहाँ राखेर सल्भ गर्छौं। यो सल्भ गर्दै जाँदाखेरि के हुन्छ, क्यूबिङ फंक्सन हो। 3 3 नि गयो, ल्याएर 3 3 पनि गयो, x1 क्यूब इक्वल टु x2 क्यूब आउँछ। सो x1 इक्वल टु x2 आउँछ। त कुनै पनि नम्बरको क्यूब नम्बर छ भने त्यसको एउटा रियल रुट ग्यारेन्टी हुन्छ। त्यसैले x1 इक्वल टु x2 यो फंक्सन के हो, 1 to 1 हो। र यो फंक्सन अन टु पनि हुन्छ भाइ बहिनीहरु, किनकि फर अन टु को लागि y इक्वल टु 3x क्यूब प्लस 1 भयो, x क्यूब इक्वल टु y माइनस 1 भयो। x भनेको क्यूब रुट अफ भयो, क्यूब रुट y जस्तो सुकै रियल नम्बर ल्याएर राखेर सल्भ गर्दा त्यसको क्यूब रुट एउटा x रियल नम्बरमा पर्छ भन्ने ग्यारेन्टी हुन्छ। त्यसैले यो फंक्सन के हो, यो फंक्सन अन टु पनि हो र अन टु 1 पनि हो। सो f इज अन टु फंक्सन। क्यूबिङ फंक्सन आफ्नो डोमेन र कोडोमेन यो r to r मा के हुन्छन्, यिनीहरु बाइजेक्टिभ हुन्छन्। देयरफोर द फंक्सन इज बोथ 1 to 1 एन्ड अन टु। त अब अर्को एक्जाम्पल हेरौँ। अब भाइ बहिनीहरुलाई अलिकति स्ट्रिक्टली थोरै चेन्जिङ राखेर मोडुलस अफ x राखेर हेरौँ। मोडुलस अफ x मा एउटा फंक्सन लिए मैले, डोमेन र कोडोमेन दुईटै r to r मा लिए। अब यहाँ ध्यान दिऊ है, यो एउटा ध्यान दिनुपर्ने पार्ट हो। त मोडुलस भएकोलाई कसरी गर्ने, त प्रोसेस त त्यही नै हो। ल हेरौँ, अब अर्को पनि छ फेरि, अर्को मोडुलस चाहिँ कहाँ फेरि हेर त, यसको डोमेन के छ, 0 to इन्फिनिटी टु 0 to इन्फिनिटी मा फेरि मोडुलस छ। अब यहाँ के फरक होला त, राम्रोसँग हेरौँ। ल पहिला फर्स्टको हेरौँ, फर अन टु 1 डोमेनमा दुईटा एलिमेन्ट लियौं, किनकि अन टु 1 देखाउनको लागि डोमेनमा दुईटा एलिमेन्ट लिनु पर्यो। यो घोक्नु पर्यो भाइ बहिनीहरुले, प्रोसेस सम्झिनु हो। त लिएपछि डोमेनमा दुईटा एलिमेन्ट लिएपछि ल हेरौँ, f of x1 इक्वल टु f of x2 भनेको मोडुलस अफ x1 इक्वल टु मोडुलस अफ x2। अब सोचौं, मोडुलस त नेगेटिभलाई पोजिटिभ बनाइन्छ,
फेरि स्क्वायर जस्तै यो फंक्सन पनि। अब सोचौं यसको डोमेनमा के एउटै नम्बर पोजिटिभ पनि छ नेगेटिभ पनि छ। यदि हामीसँग मोडुलस अफ -1 इक्वल टु मोडुलस अफ 1 छ भने त 1 इक्वल टु 1 भयो, तर यो 1 त -1 ले दिएको, यो 1 1 ले दिएको, यस्तो हुन्छ। त्यसैले एउटै नम्बर नेगेटिभ र पोजिटिभमा यो फंक्सनको डोमेनमा छ कि छैन हेर्नु पर्यो। ल आर मा नेगेटिभ पनि पोजिटिभ पनि सेम नम्बर छ कि छैन, छ। त्यसैले यो फंक्सनमा x1 इज नट इक्वल टु x2 भयो। यो फंक्सन अन टु 1 भएन, यो फंक्सन अन टु 1 भएन। तर यो पछाडिको फंक्सनमा हेरौँ त, यो पछाडिको फंक्सनमा यो फंक्सनको लागि हो भने यो के हुने भयो, x1 इक्वल टु x2 भयो, किनकि यो फंक्सनको डोमेनमा एउटै अङ्क नेगेटिभ र पोजिटिभ छैन। ल हेरौँ, देयरफोर यो अन टु 1 भएन, हेर त, हिन्स f इज नट 1 to 1। सो अब यसलाई सक्दियौँ, पहिला यसको अन टु हेरौँ। अन टु हेर्दाखेरि लिएर अन टु हेर्दाखेरि हामीले के गर्नुपर्छ, y बिलोङ्स टु कोडोमेनमा मान्नुपर्छ। सो हो भने y इक्वल टु x भयो। स्क्वायरिङ अन बोथ साइड गरौँ। स्क्वायरिङ गर्दाखेरि y स्क्वायर इक्वल टु x स्क्वायर, x इक्वल टु y भनेपछि यहाँ हेरौँ त x इक्वल टु y। के जस्तो सुकै y लियो भने त्यो y x हो कि होइन हेरौँ त। जस्तो यताबाट कोडोमेनको रियल नम्बरबाट जस्तो सुकै एउटा भ्यालु एज्युम गर, त्यो भ्यालु को पनि हो, यता पनि रियल नम्बर नै छ। फेरि यो फंक्सन हेर त, अन टु 1 नभए पनि यो फंक्सन अन टु भयो फेरि ल्याएर। सो दिस फंक्सन इज अन टु, देयरफोर द फंक्सन इज नट अन टु 1 एन्ड 1 ले अन टु। अब अर्को फंक्सनमा हेरौँ। यो फंक्सन मैले अघि भनिसकेँ, यो फंक्सन अन टु 1 पनि हो। ल्याएर f of x1 इक्वल टु f of x1 इक्वल टु f of x2 छ। सो इम्प्लाई x1 यहाँ यो भएन, इम्प्लाई x1 इक्वल टु x2 भयो। त अब ल्याएर त यो पनि बढी भयो। ल्याएर x1 यो के भइदियो भन्दा यो इक्वल टु हुन्छ यहाँ f of x1 इक्वल टु f of x2 हो। तर यहाँ नेगेटिभ र पोजिटिभ छैन। कुनै दुईवटा आउटपुट सेम हो भने त्यो आउटपुट दिने नम्बर पनि किनै छ, ग्यारेन्टी इनपुट पनि सेमै छ, किनकि नेगेटिभ नम्बर छैन यहाँ डोमेनमा। त्यसैले यो फंक्सन के भयो, अन टु 1 भयो। हिन्स f इज अन टु 1 फंक्सन। त यो अब यो अन टु 1 फंक्सन भयो भने अन टु पनि हुन्छ। किनभने x इक्वल टु y आउँछ। x इक्वल टु y आउने बित्तिकै जस्तो सुकै कोडोमेनबाट एउटा भ्यालु एज्युम गरौँ, त्यो भ्यालु यहाँ पनि छ, किनकि डोमेन र कोडोमेन सेम छ, नेगेटिभ पार्ट छैन त्यहाँ। त्यसैले यो फंक्सन पनि ग्यारेन्टी के भयो, देयरफोर गिवन फंक्सन इज अन टु 1 एन्ड अन टु। मोडुलस आउँदाखेरि r टु r मा र यहाँ पोजिटिभ टु पोजिटिभ के हुन्छ भन्ने कुरा हामीले जान्यौँ। ल्याएर अब अर्को एउटा मैले फंक्सन लिएँ, लेट अ फंक्सन f सच दैट a टु b। ल्याएर है, f सच दैट a टु b मा एउटा फंक्सन डिफाइन छ। fx भन्ने फंक्सन कसरी डिफाइन रहेछ भने x प्लस 1 अपन 2x माइनस 1 मा a भनेको डोमेन छ, b भनेको कोडोमेन यही छन्। त यसले के भन्यो यो फंक्सनले भने यो सजिलो हो, फाइन्ड द रेन्ज अफ f। त डोमेनका सबै एलिमेन्टहरूलाई फंक्सनमा लगेर सल्भ गर्दै रेन्ज निस्किन्छ। थाहा छ, इज द फंक्सन f इज 1 1 एन्ड अन टु बोथ रे। के यो फंक्सन अन टु 1 र अन टु दुईटै छ? यदि छैन भने के यसलाई दुईटै बनाउन सकिन्छ भन्यो। ल्याएर फर्स्टमा के गरौँ, गिवन फंक्सन लेखौँ, डोमेन छ, कोडोमेन छ। अब डोमेनका सबै एलिमेन्टहरूलाई फंक्सनमा लगेर राखिदिउँ। किनकि रेन्ज भनेको के हो, f अफ डोमेनका एलिमेन्ट को छ, f अफ -1, f अफ 0, f अफ 1, f अफ 2, f अफ 3, f अफ 4। यो सबै रेन्ज भनेको यो हो। त सबै फंक्सनहरू सबै डोमेनका भ्यालुलाई लगेर फंक्सनमा लगेर राख्दै सल्भ गर्न पर्यो। ल्याएर त्यही x को भ्यालु -1 राख्दा यो फंक्सनमा लगेर सल्भ गर्दा आउटपुट 0 आयो। त्यस्तै x को भ्यालु 0 राख्दा आउटपुट के आयो, -1 आयो। यसरी x को भ्यालु 1 राख्दा आउटपुट के आयो, आउटपुट 2 आयो। त्यस्तै x को भ्यालु 2 राख्दा यहाँ x को भ्यालु 2 कुन राख्ने भन्दा डोमेनका भ्यालु राख्ने, डोमेनका सबै भ्यालुजहरूलाई फंक्सनमा लगेर राख्ने। त आउटपुट 1 आयो। त यसरी हामीले सबै भ्यालुजलाई राख्दियौँ। x को भ्यालु 3 राख्दा आउटपुट 4/5 आयो, x को भ्यालु 4 राख्दा आउटपुट 5/7 आयो। सो यहाँ हरेक डिफ्रेन्ट एलिमेन्ट अफ डोमेनले हरेकले डिफ्रेन्ट कोडोमेनमा भएका एलिमेन्टहरूलाई इन्डिकेट गरेका छन्। फर एभ्री डिफ्रेन्ट इनपुट देयर इज अ डिफ्रेन्ट आउटपुट। सो यहीँबाट हामीले भन्न सक्छौँ दिस फंक्सन इज 1 to 1 फंक्सन। यो फंक्सन के हो, अन टु 1 फंक्सन हो।
त यहाँबाट लिएर आउँ त ए र बी मा मैले यहाँ एउटा बना डायग्राम बनाउन लाएँ -1 0 1 2 3 4 त यहाँ बी मा के छ -1 0 4/5 5/7 1 2 3 त -1 ले के दियो -1 ले 0 दियो 0 ले -1 दियो 1 ले के दियो 1 ले 2 दियो त 2 ले के दियो 2 ले 1 दियो 3 ले के दियो 3 ले 4/5 दियो त 4 ले के दियो 5/7 दियो र त डिफरेंट एलिमेंट of domain related with different element of codomain. So from the above arrow diagram we can conclude that the function is one-to-one function. यसरी सोलुसन लेख्ने भाइ बहिनीहरुले यो लेख मैले भन्ने अब हो भने अब onto को लागि हेरौं के यो फंक्शन onto छ यो फंक्शन onto छैन किनकि कोडोमेन को सबै एलिमेन्टहरु म्यापिङ हुन पर्थ्यो कोडोमेनमा को खाली रह्यो 3 ल्याएर यहाँ हेर त 3 belongs to B does not have any pre-image in A या 3 को कुनै पनि pre-image छैन त्यसैले गर्दा यो फंक्शन के होइन onto होइन यो रेन्ज त आइहाल्यो यो रेन्ज हो रेन्ज आइसकेपछि मैले यहाँ फेरि यो डायग्राम बनाए अब यो डायग्राम बनाएपछि भाइ बहिनीले भन्न सक्छौ from the above arrow diagram different element of domain related with different element of codomain so the function is one-to-one function. Also from the above diagram also 3 belongs to B does not have any pre-image in A so the function is not onto. अब so how can you make this function both भनेको छ if the element 3 belongs to B can be removed from codomain यदि यो 3 भन्ने एलिमेन्टलाई कोडोमेनबाट रिमुभ गर्दिने हो भने यो फंक्शन के हुन आइपुग्छ बोथ one-to-one and onto हुन सक्छ भनेर हामीले गर्न सक्छौं. सो मैले यहाँ सानो अर्को पनि एउटा एक्जाम्पल देखाउँछु यो एक्जाम्पलमा लिएर है यो एक्जाम्पलमा a = -2 -1 0 1 2 छ a -2 -1 0 1 2 छ त b मा के रहेछ भने 4 0 1 रहेछ त -2 पनि 4 मा गयो 2 नि 4 मा गयो 0 0 मा गयो -1 र +1 1 मा गयो हामीले यहीबाट हेर्न सक्छौं भाइ बहिनीहरु यो फंक्शन on to 1 होइन यो फंक्शन one to one होइन different element of A is not mapping with different element of B so we can say that this function is not on to one या भाइ बहिनीले यसरी नि भन्न सक्छौ ल हेर -2 2 belongs to A भनेपछि f of -2 equal to पनि 4 f of 2 equal to पनि 4 हामी हाम्रो प्रोसेसमा गएको ल हेर त f of -2 equal to f of 2 त भयो भनेको 4 equal to 4 त भयो तर यो 4 कुलले दिएको रहेछ -2 ले यो 4 कुलले दिएको रहेछ 2 ले therefore the function is not one to one यसरी भन्न सक्छौ अनि फेरि from the above diagram from the above values there is no element left in B every element of B has at least one pre-image in A so the function is on to भन्न सक्छौ यो फंक्शन on to one नभए पनि के भयो on to भयो. So आज हामीले फंक्शन का केही इम्पोर्टेन्ट न्यूमेरिकल प्रब्लमहरुलाई कसरी डिल गर्ने भन्ने कुरा जान्यौ भाइ बहिनीहरुको लागि यो क्लास एकदम इम्पोर्टेन्ट रहनेछ भन्ने कुरा मैले बुझेको छु. सो आजको क्लास मैले यही अफ गरे. हस्त धन्यवाद.